यहाँ देखाइएको तस्बिर तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीका एकजना ब्रिगेड कमान्डर प्रेम बहादुर रोका अर्थात् जितको हो। उनको जन्म जाजरकोट रग्दा गाविस वानम 4 ध्यार गाउँमा सामान्य किसान परिवारमा 2031 साल जेठ 16 गतेमा भएको थियो। उनी स्थानीय जनविकास आधारभूत स्कुलमा 8 कक्षामा पढ्दा पढ्दै माओवादी जनयुद्धमा होमिएका थिए। आजका मैले धेरै लडाइँहरू पनि लडेँ र लास्टमा यहाँ आउँदा म पनि भावुक भएँ। म करिब उहाँसँग 56 सालदेखि नै सहकारी गर्दै सेनामा सहकारी गर्दै आएँ। उहाँ स्क्वाडमा हुँदा म घरमै थिएँ, म सानै थिएँ, अलि उमेरको हिसाबले सानो र पछि उहाँहरूकै उसमा सहयोगमा म फेरि पार्टीमा लागिसकेपछि उहाँले भन्नुहुन्थ्यो जहिले पनि आफू कायर भएर बाँच्ने होइन, साहसिक भएर नाम लेखाउनु पर्छ। कोही पनि पछाडि हटेर कायर भयो फलाना डिफेन्सिभ भएर पछाडि हट्यो भन्ने कहिले पनि नसुनियोस् भनेर हामीलाई पनि कोच गर्नुहुन्थ्यो। त्यति बेला म उहाँ यहाँ पढ्दाखेरि यो गणेशपुर एरियामा म अहिले जहाँ बोलिराखेको छु उहाँ यहाँ पढ्दा म जिल्लामा हाम्रो फेरि कोही टिम सिलेक्ट भएर अफेन्सिभको लागि कहिले डिफेन्सिभको लागि साइडमा अरू मोर्चाहरू लिनुपर्ने मोर्चालाई टाइट गर्ने क्रममा हाम्रो कमरेड जित यो सबभन्दा फिल्डमा आफूलाई सेलेक्ट गर्नुहुन्थ्यो। उहाँको टिम त्यो तल्लो भागबाट यो तल्लो मेन सडकको भागको बिचबाट उहाँ कमान्डिङ गर्दै हुनुहुन्थ्यो र त्यो क्रममा अहिलेसम्म आइपुग्दाखेरि सबभन्दा ठुलो क्षति भयो र हामीले जितलाई गुमाउनु पर्दा चाहिँ उनीहरूले चाहिँ उयो गर्यो भने पुनडाउन गर्यो भनौँ न। त्यति बेला म भन्दैछु तपाईँलाई त्यो फर्मेसनमा गएपछि बढी क्षति भयो। हामीले नर्थ फेस गऱ्यौँ, उताबाट आएकोले वेस्ट फेस गएको थियो। अनि त्यो बिचमा एउटा भयङ्कर ठुलो कलम त्यो त्यहाँ पऱ्यो कि मलाई याद छ। उनीहरू दौडिरहेको थियो, उनीहरू भागिरहेको थियो, उनीहरू चाहिँ ब्याक हुने बेला भागिरहेको थियो अनि त्यो बेला पऱ्यो। त्यो सबै हाम्रो त्यो फायर पावर त्यही कन्सन्ट्रेट भइरहेको थियो कि त्यो टाइममा चाहिँ उनीहरूको क्षति बढी भएको र पछाडि फर्किने क्रममा बढी भयो। उनीहरूको कमान्डर जो मेरो विचारमा त्यही बेला चाहिँ उसको चाहिँ उसले सायद त्यसको बाटोको नजिकै रहेछ चाहिँ त्यो कमान्डर चाहिँ त्यहाँ ढलेको ठाउँ को थियो? अहिले मैले त्यही त मैले भनिरहेको छु नि। हामी नर्थ फेस गऱ्यौँ, ऊ चाहिँ उनीहरूले चाहिँ वेस्ट फेस गर्दाखेरि उताबाट आएको पछि आएको टोलले तिनीहरू बिचमा पऱ्यो कि हाम्रो एलाकाको सेप बन्नको तिनीहरू चाहिँ बिच बढ्यो।